जिममा ट्रेनिङ गर्दाखेरि हाम्रो मसल्स एकदमै पोल्छ नि किन पोल्छ होला थाहा छ सो म्याक्सिममले अब भन्नुहुन्छ होला यो त ल्याक्टिक एसिड धेरै अक्युमुलेट हुन्छ त्यही भएर हामीले त्यो बर्निङ सेन्सेसन फिल गर्छौं भन्नुहुन्छ होला जसलाई यो कुरा थाहा छ नि त्यो पनि पुरै सत्य हैन सो लेट मी एक्सप्लेन इट सो हाम्रो बडीमा युजुअली नर्मल टाइममा मजाले बडीले अक्सिजन युज गरेर एनर्जी बनाइरहेको हुन्छ राइट सो जब हामीले जिममा अर कुनै पनि एक्सरसाइज एक्टिभिटी गर्छौं नि सो एउटै कुरा रिपिटेटिभली गरिरहेको हुन्छ सो त्यतिखेर त्यो सर्टेन पार्टमा चाहिँ अक्सिजन जुन एकदम स्लो वेमा गइरहेको हुन्छ नि त्यो अक्सिजन लेभलले चाहिँ त्यो त्यतिखेर त्यो मोमेन्टलाई परफर्म गर्नलाई चाहिँ चाहिने एनर्जी बनाउन सक्दैन के सो त्यतिखेर बडीले के गर्छ त्यो मसल्समा अलरेडी भएको एनर्जी यानी कि ग्लुकोजलाई चाहिँ युज गर्छ सो त्यतिखेर गर्दाखेरि जब अक्सिजनको सप्लाई पुगिरहेको हुँदैन त्यतिखेर एज अ बाइ प्रोडक्ट ल्याक्टिक एसिड प्रड्युस हुन्छ सबै यो जति धेरै प्रड्युस भयो जति धेरै अक्युमुलेट खाद्यहरु बस्यो नि त्यति धेरै हामीलाई त्यो बर्निङ सेन्सेसन फिल हुन्छ भन्ने गर्छौं बट आफैमा यो ल्याक्टिक एसिडले गर्दा चाहिँ त्यो फिलिङ जेनरेट हुने हैन अर त्यो बर्निङ सेन्सेसन फिल हुने हैन सो यसपछि पनि त्यो ल्याक्टिक एसिड दुई कुरामा टुक्रिएर जान्छ सो फर्स्टमा रहेको छ ल्याक्टेट जुन चाहिँ पछि गएर फेरि उ अक्सिजनको दायरामा आउने बित्तिकै फेरि एनर्जीको रूपमा कन्भर्ट हुन्छ के जो चाहिँ स्लो ट्विच मसल फाइबरहरुलाई काम लाग्ने एनर्जीमा कन्भर्ट हुन्छ यानी कि अक्सिडेटिभ एनर्जी सिस्टममा कन्भर्ट हुन्छ सो अर्को छ हाइड्रोजन आयन सो यो हाइड्रोजन आयनले गर्दा नै हामीलाई त्यो बर्निङ सेन्सेसन फिल हुन्छ अब किन सो जब जति धेरै बडीमा हाइड्रोजन आयन प्रड्युस हुन्छ नि अक्युमुलेट हुन्छ नि त्यति धेरै बडीको पीएच ब्यालेन्स डिस्टर्ब गरेर बडीलाई एसिडिक बनाउँछ के जुन मसल्स ग्रुपलाई हजुरले हिट गरिराख्नु भएको छ त्यसको अराउन्डिङमा त्यो मसल्सले एसिडिक बनाउँछ सो अब हामीले बुझ्यौं कि ल्याक्टिक एसिडले चाहिँ हैन कि हाइड्रोजन आयनले गर्दा चाहिँ त्यो बर्निङ सेन्सेसन फिल हुँदो रहेछ बट अब यसलाई निकाल्ने कसरी त्यो बडीबाट छिटो हैन अक्युमुलेट भएर त बस्यो सो यो चाहिँ बडीबाट कसरी निस्किन्छ भन्दाखेरि बडीले फ्लश आउट गर्दाखेरि बफरिङ सिस्टमबाट चाहिँ उले हाइड्रोजन आयनलाई कार्बन डाइअक्साइड र अर्को पानीमा कन्भर्ट गर्छ के सो जब हामीले यो कन्भर्ट भएको कुरालाई चाहिँ जब हामीले एक्सेल गर्छौं नि इनहेल हैन एक्सेल गर्दाखेरि चाहिँ उले कार्बन डाइअक्साइड द्वारा और भनौं न भाफ जुन हामीले निकाल्छौं नि सो त्यो द्वारा चाहिँ बडीबाट बाहिर निस्किन्छ अब यसलाई हामीले आफ्नो ट्रेनिङमा कसरी सदुपयोग गर्न सक्छौं त भन्दाखेरि सो युजुअली मान्छेहरु ट्रेनिङ गरिसकेपछि थाक्छन् बट त्यो अरूलाई चाहिँ म थाकेको छैन है देखाउनलाई चाहिँ आफ्नो जुन त्यो श्वास प्रश्वास छिटो छिटो भइराको हुन्छ नि उले चाहिँ कन्ट्रोल गर्न खोज्छन् के सो त्यो गर्ने बित्तिकै के हुन्छ हजुरले नेक्स्ट सेट चाहिँ या त ढिलो सुरु गर्नुपर्ने हुन्छ या त हजुरले टाइममा सुरु गर्दा पनि हजुरले 1-2 रेप्स कम्प्रोमाइज गर्नुपर्ने हुन्छ सो अब त्यसलाई नहुन दिने के गर्नु पर्यो त सो आफ्नो इनहेल एक्सेललाई चाहिँ मजाले हुन दिने सो जति धेरै हजुरले एक्सेल गर्नुभयो त्यति धेरै हाइड्रोजन आयन बडीबाट बाहिर निस्किन्छ सो यो भयो भने चाहिँ हजुरको नेक्स्ट सेट हजुरले ढिलो सुरु गर्नु पर्दैन और हजुरले आफ्नो त्यो एउटा दुईटा रेप्स कम्प्रोमाइज गर्नु पर्दैन सो यति नै थियो सो मेक श्योर हजुरले बुझ्नु भयो होला अल ओभर सो जुन हामीले मिथ भनौं न ल्याक्टिक एसिड अक्युमुलेट भएर चाहिँ बर्निङ सेन्सेसन फिल हुन्छ भन्ने थियो नि सो आफैमा ल्याक्टिक एसिडले चाहिँ हैन रहेछ सो त्यो चाहिँ पछि गएर ल्याक्टेट र हाइड्रोजन आयन्समा कन्भर्ट हुन्छ सो ल्याक्टेट चाहिँ फेरि एनर्जीको सोर्समा युज हुन्छ र सो हाइड्रोजन आयनले गर्दा चाहिँ त्यो बर्निङ सेन्सेसन फिल हुने हो र त्यसलाई चाहिँ बडीबाट बाहिर निकाल्न चाहिँ बडीले CO2 र पानीमा कन्भर्ट गर्छ जतिखेर हामीले मजाले एक्सेल गर्छौं त्यो चाहिँ त्यति छिटै बडीबाट बाहिर निस्किनु खोज्छ सो that's it for today guys so exercise science सम्बन्धी जुनसुकै टपिक छ भने हजुरको दिमागमा let me know in the comment box है so मलाई थाहा छ भने म भनि नै हाल्छु मलाई थाहा छैन भने I रिसर्च जसले गर्दा मेरो नलेजलाई पनि इन्हान्स गर्छ र हजुरले पनि त्यो टपिकको एन्सर एकदम सरल वेमा पाउनुहुन्छ and thank you